हिजोसम्म खतरा घाम लागिरहेको थियो कि म त छक्क परेँ, पानी पो पर्न आँटेको थियो बिहान। अनि एक्कासी यस्तो मौसम किन बद्ल्यो, कसरी बद्ल्यो, के भइरहेछ भनेर चाहिँ अचम्मित लागिरहेको थियो। अनि आज चाहिँ म छिटो रेडी भएँ, अनि तल उत्रेर हेरेको भुटान रहेछ। अनि भुटानलाई त अब छोड्नु भएन भनेर अब दाँत तिखानातिर लागेँ म। अब दाँत तिखारिसके पछाडि अब भुटान चाहिँ मैले बोटुकामा हालेँ। अनि बोटुकामा हालिसके पछाडि अब यतिकै के खानु भनेर त्यसमाथि सरर र चिउरा हालेर चाहिँ अब त्यस पछाडि भुटान र चिउरा चाख्नु मन लाग्यो। भुटान र चिउरा अब खाइसकेको थिएँ। अनि मैले यता बाइक पनि मैले बाहिर निकालिसकेको थिएँ। अनि बाइक निकालेर चाहिँ म कहाँ गएँ भन्दाखेरि क्याम्पस गएँ। क्याम्पसमा चाहिँ सोबिन चुनाव लागेर चाहिँ हल्का चहलपहल खतरा बढिरहेको थियो क्या। अनि स्कुल पनि पुगिसकेको थियो। अनि यो टिफिन आवरमा चाहिँ अब यता नानी केटाकेटीहरूले चाहिँ अब सबैजनाले खाना खाँदै हुन्थ्यो। अनि अहिले चाहिँ अब फाइनल टर्म इक्जाम आउन आँटेछ र अब रिभिजनको लागि चाहिँ अब सोधपुछ पनि भइरहेको थियो। अनि छुट्टीमा चाहिँ अब मैले केटाहरूलाई भेटेँ। अनि अब केटाहरूले चाहिँ के भन्छ, सरहरूलाई मात्रै खुवाउनुहुन्छ तपाईँ चरपटे, हामीलाई चाहिँ कहिले पनि खुवाउनु हुँदैन, लन त लु आओ तिमीहरूको अब आज लास्ट दिन हो भनेर खुवाइदिएँ मैले। अनि यतापट्टि चाहिँ ट्युसन पढ्ने नानीहरू पनि चरपटे खाना आउनु भएको थियो। अनि स्कुल पुगेको भान्जोले सर म एक त ट्राई गर्छु भनेर भन्यो। लन त ट्राई गर भनेर उसलाई ट्राई गरिदिएँ। अनि यता चाहिँ मलाई सुजी ल्याइदिएको रहेछ क्या ट्युसन पढ्ने स्टुडेन्टले। अनि म चाहिँ सुजी त्यति खाँदिनँ नि त। अनि त्यही भएर मैले सबै केटाकेटीलाई बाँडिदिएर चाहिँ म घर आएर हेरेको माछा तारेको रहेछ। अनि यो माछा चाहिँ मेरो फेभरेट माछा हो क्या, जहाँ चाहिँ अब काँडा ठुल्ठुलो काँडा मात्रै हुन्छ क्या, सिलङ्गे माछा भन्छु म। अब तपाईँहरूकोतिर कुन माछा भन्छ मलाई थाहा छैन, जस मिठो हुन्छ क्या। अनि त्यस पछाडि ब्याक टु रुम होइन। थ्याङ्क यू सो मच फर वाचिङ मी, किप सपोर्टिङ, किप लभिङ होइन। अहिलेसम्म धेरै माया दिनुभएको छ, अझै धेरै धेरै माया दिनु होला। धन्यवाद।